ए भाइ ल हौ मधेसको मान्छेलाई त गाह्रो गाह्रो पो हुने रहेछ हौ। हुन्छ ल भाइ यहाँबाट यता हाम फाल्छु नि म यता हाम फाल्दा हुने रहेछ यसरी ल अलिअलि पानी चाहिँ पस्यो यो चाहिँ पानी चाहिँ छेक्दैन फेरि यो जुत्ताले लाउने चाहिँ हलुका छ अब बराठेतिर लाग्यो होइन त भाइ हजुर बराठे यो बराठे जाने रोड हो बराठे जाने रोड चाहिँ हामी अहिले जाँदै गरेको छौँ नति पारे भेटतिर हाम्रो दाजुभाइको गाउँ हाम्रै दाजुभाइ एकदम पारे भिरतिर लाग्दैछौँ हामी हाम्रो भाइ पुरनसँग चाहिँ आजको सहयात्रा चलिरहेको छ। यसरी यात्रामा निस्किन पनि रमाइलै हुन्छ। खासमा चाहिँ हामी हेल्सी मोमोसीको लागि चाहिँ हामी नक्सङ लिनको लागि चाहिँ नक्सो लिनको लागि चाहिँ हामी दाजुभाइ लाग्दैछौँ। बाटो यस्तै हो अलिक तराईमा बस्ने पर्यो र अलिकति गाह्रो गाह्रै चाहिँ हिँडाइ चाहिँ छ त्यही पनि खपिन्छ यतिको चाहिँ हजुर राम्ररी नै चल्ने रहेछ हजुर हजुर यस्तै छ। यो चस्मा नभएपछि फेरि देखिँदैन हौ। तिनी मैले बाहिर बस्दा छोडेँ कि त्यहाँ भित्रै पो निकालेँ कहाँ निकालेँ निकाल्न चाहिँ त्यतै निकालेँ। हजुर पहिले मकै बाली उठाएर चाहिँ खेलाउने गर्छु दाजुहरूको पालामा। मकैको बोटो नि कति अल्गो अल्गो हो भाइ। यो पहिले मकै हो हजुर अनि यो चिल्टे माटो छ यहाँ चाहिँ हजुर अनि यो चिल्टे माटोमा चाहिँ अब बढ्ने खालको हजुर युरियाहरू लगाएपछि चाहिँ तपाईँको अग्लो जान्छ अग्लै जान्छ। यो चाहिँ लोकल मकै हो एकदम यो हजुर कृषिको नभएर हजुर अर्ग्यानिक भयो नै छरिराखेको मकैलाई उत्पादन गरिराखेको हजुर यिनीहरूले चाहिँ एकदम लोकल हो। यही हो बराठे टारको विशेष यो चाहिँ गोल खेलाउँथ्यो। हजुर अब किनभने हाम्रो पाहाडको ठाउँमा चाहिँ यत्रो टार भनेको यो बिरुवालाई कम पाइन्छ। हजुर मेरो चाहिँ पहिलो यात्रा भएकोले केही थाहा छैन। अब शिशु केन्द्र त्यो चाहिँ बच्चाहरू पढाउने बराठे टारको त्यो परेको छ। अनि नोक्सोको घर भनेको माथिको त्यो कालो सानो भएको जुम गरेर देखाउँदा हुन्छ नि नोक्सोको घर हामी त्यहाँ जाँदैछौँ। कुन चाहिँ भन्नु है यो कालो जुन नक्सो पारिपट्टिको पारिपट्टि हामी चाहिँ अहिले त्यो नोक्सोको घरमा जाँदैछौँ यतिर पुग्दैछौँ। अब लगभग हामी 15-20 मिनटमा पुग्छौँ होला। बराठे टार भनेर मेन्सन गाउँपालिकाको चाहिँ सिक्देमको हजुर सिरान सिक्देमको चाहिँ सिरान है। यो चाहिँ भनेपछि त सिक्देम त निकै ठुलै पो एरिया रहेछ त।
क्षेत्रफलमा निकै ठुलो छ यो 9 नम्बर वडा साबिकको हजुर अहिले त कति नम्बर वडा भएछ भाइ ठाउँमा गाभेको छ यहाँ अच्छा। तल सल्लेरीसम्मको ए भवन 6 भएको छ गाउँपालिका हजुर हो मेनछाम गाउँपालिका होइन त हजुर लोकल गाउँपालिका हजुर पानी कति मजाले कुलोमा सरर कुदिराखेको छ ल त्यो पारिपट्टि कुहिरो लागेको भाग चाहिँ मजुवा हजुर यता चाहिँ तालखरको यो चाहिँ बराठे भयो यसरी चाहिँ यो साँझको यात्रा नौलो अनुभव बटुल्न पाइराखेको छ अब बिस्तारै पिच हुनु हो भने त रमाइलो हुन्छ नि यो ठाउँ पनि हजुर बिस्तारै बिस्तारै होला भनेर आशा चाहिँ राख्नुपर्छ तर यो ल्याउनुसम्म पनि धेरै राम्रो कुरा पनि हो धेरै कठिनाइले पनि हो नि भएको हजुर यहाँतिर खेतीबाली कोपीहरू आलुहरू उठाउनको लागि हो नि ट्र्याक्टर आउँछ होइन हजुर यता चाहिँ मकै भाँचिसकेर छन् तारे भिड पनि आइपुग्यो है रोटी पिङ र सर्दै पिङ रमाइलो ठाउँ पुरा छ त हो यही खेलाइ हुन्छ नि रोटे जति पनि हुन्छ हामी ल होइन होइन म त खेलिहाल्नु मिल्दैन होला अलिकति अहिले नगरेको थियो के अरे पोलेको दिन यहाँ यसो फुटबल प्लेन्टी हनाउने भन्ने कुरा ए ठिक छ तारे भिड हाम्रो मूल घर चाहिँ यहाँनिर हो यतापट्टि र यो घारीमा यो चाहिँ तारेको ढुङ्गा भन्छ कि पर एउटा तारा जस्तै टल्किँदो रहेछ नि यो त पुरै दुईजना मात्रै आउनुभयो दाजुभाइ मात्रै हो होइन म पनि माथि दुर्गे बाउकोतिर पो चाहिँ हजुर भाइ अनि उकाले आउँदो रहेछ लु मलाई पनि लैजा ठिक छ नि आउनुपर्छ नि अहिले हाम्रो मूल घर चाहिँ यहाँ माथि त्यो यता यो घर अर्कैको यहाँनिर मासतिर छ कि उताबाट देखिँदो रहेछ तल तारेको ढुङ्गा भनेर चिनिने चाहिँ यही हो
जग्गा थियो मान्छे छन् यहाँ हामी आएर तलबाट आइदिएर हल्लाइदिएको हुन्छ हुन्छ टेपिङ मेकअप गर्ने नपर्ने अनुहार कति सादा शिव पुराना संस्कारलाई पनि यसरी यो भनेको चाहिँ श्री के हो सिद्धेश्वर माध्यमिक विद्यालय, जुन विद्यालय चाहिँ मैले यो विद्यालयमा चाहिँ मैले जीवनको पहिलो कखरा पढेको सिकेको स्कुल है। तर पहिले चाहिँ अब अर्कै थियो, अहिले अलिकति परिमार्जित भएर चाहिँ बिल्डिङहरू राम्रो बनाएका छन्। यस्तो छ यहाँनिर। जीवनमा पहिलोचोटि अक्षर पढ्न सुरु गरेको स्कुल हो। यस्तो छ यहाँनिर अँध्यारोमा नदेखि। श्री सिद्धेश्वर सेकेन्डरी स्कुल तेह्रथुम सिक्किम छ। मेन्साम रुरल म्युनिसिपालिटी 6 है। यो चाहिँ मेरो जीवनको पहिलो पाठशाला यहीँबाट सुरु भएको थियो। त्यो समयमा चाहिँ यहाँनिर स्कुल
क्लासहरू कस्तो थियो थाहा छैन, तर पछाडि यो परिमार्जित भएर चाहिँ अहिले यसरी निर्माण गरिएको रहेछ। दिउँसै खिचौँला भन्दा भन्दै भ्याइएन र यसरी गयो। अहिले चाहिँ यस्तो बनेको छ। यो चाहिँ स्कुल डाँडा हुन्छ। यसरी आउँछ, अहिले साँझको बेला यसरी झरिँदैछ। अब झरियो ओह्रालो, बाटोहरू पनि यस्तो छ। यसरी झर्न पर्ने भयो।